के छ सर सन्चै हुनुहुन्छ एकदम अनि कहिले के छ त अनि बल्ल बल्ल आउनुभयो त तपाईँ त समय के गर्ने हैन धेरै समय इम्पोर्टेन्ट छ हैन आजकल अब टाइम इज मनी भन्छ हैन त्यो कारणले समय मिल्दैन अब भाइले धेरै रिक्वेस्ट गर्नु भएको थियो हैन भाइ मिलौँ कसैले अनि धेरै खुसी लाग्यो भाइ मिलेर अनि पहिलो कुरा त मलाई भाइलाई मिलेर एकदम हैन भाइलाई एकदमै धेरै धेरै हृदयदेखि धन्यवाद दिन चाहन्छु किनभने भाइ यस्तो हुनु पर्यो कि अब प्यास पानीको प्यास लाग्छ नि जब मान्छेलाई हैन पानीको प्यास लाग्यो भने मान्छे चाहिँ कुवातिर जान्छ हैन अनि आफन्तरको माया लाग्यो भने चाहिँ मान्छेले हैन बोलाउँछ फोन गर्छ हैन अनि भाइले अनि चाहिँ मलाई दाइ भेटौँ हैन तपाईसँग केही कुराहरू होटल राम्रै चलिरहेछ भनौँ हैन आजभन्दा हैन 2009-10 मा चाहिँ 9 मा चाहिँ हो कि 8 मा चाहिँ म आएको थिएँ हैन पन्जाबको ठाउँमा आयो हैन एकदम भाषा नबुझिने केही पनि नबुझ्ने ठाउँमा आइएर स्ट्रगल भन्ने के हुन्छ भन्ने कुरा मलाई थाहा छ है तर त्यो सबै कुराहरू भन्ने हो भने तपाईको मोबाइलमा आउँदैन त्यो मेमोरीले पनि भ्याउँदैन होला हैन त्यतिसम्मका स्ट्रगल गरिएको छ हैन तपाईलाई के भन्न चाहन्छु भने चाहिँ अब आजभोलिको केटाहरू छन् हैन आजभोलिको केटाहरू आउँछन् आउने बित्तिकै हामीले तिनीलाई चाहिँ चक्कु पक्राइदिन्छौँ हैन अनि यसो गर भने आफन्तहरू अगाडि हुन्छ हैन तपाईँ हामी जस्तो केटाहरू अगाडि छौँ हैन तपाईँ पनि एउटा सेभ हो हैन म पनि एउटा सेभ हो भने चाहिँ हामीले अब हाम्रो मान्छेहरू कोही आयो भने चाहिँ के गर्छौँ त बिचमा हामी चाहिँ ल हाम्रो गाउँको मान्छे है भनेर या कुनै पनि हो कुनै कसैको रिलेटिभमा हुन्छ नि त भएका कारणले हामीले के गर्छौँ हामीले चाहिँ हेल्परमा लगाइदिन्छौँ त्यति बेलाको ठाउँमा के थियो भने चाहिँ आफन्तहरू भन्ने थाहा नै हैन सेफ भन्ने के हो हैन सिडिपी भन्ने के हो थाहा नै एक्जिक्युटिभ सेफ भन्ने त्यति बेलाको कुनै मतलब थिएन के उस्तादजी भन्ने बाबरजी भन्ने सुन्नुभयो होला हैन हैन कुक भन्ने त्यो कुक भनेपछि एउटा उस्ताद एउटा कुक भन्ने भयो एउटा उस्ताद भन्ने भयो हामी चाहिँ केही पनि गर्दिन्थ्यौँ क्या हामी आइसकेपछि हामीलाई चाहिँ ल भाइ तैँले चाहिँ धस्काउने हो अब त्यो टाइपको समय थियो हैन त्यो समयबाट लिएर अहिले हामीले स्ट्रगल गर्दा 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 एउटा के थियो भने चाहिँ यो स्टेपबाट यो बर्तन यो भाँडा धुनेबाट स्टेपबाट अगाडि बढौँ भन्ने मात्रै सोचले अगाडि बढिएको भनेपछि आज हैन एक्जिक्युटिभ सेफको एउटा पोस्ट पनि सम्हालिएको छ हैन अनि सुरुमा के हुन्छ रहेछ भने चाहिँ एउटा मान्छेलाई के हुन्छ भनेपछि बस यो चिजबाट छुटकारा पाऊँ भन्ने एउटा उद्देश्य लिएर आएको म भाँडा धुनबाट कसरी अगाडि बढौँ र एउटा हेल्परमा गएको भए म त्यहीँ खुसी हुन्थ्यो होला भन्ने एउटा सोचले अगाडि बढ्दा 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 अहिले चाहिँ म एक्जिक्युटिभ सेफको रूपमा काम गरिरहेको छु हैन मान्छे कहिले पनि स्टेप बढेर या पैसा कमाएर मान्छे या स्टेप त्यो अचिभमेन्ट जितेर हैन कहिले पनि अगाउँदो रहन्छ कि मान्छे मरन्जीसम्म पनि मान्छेलाई चाहिँ एउटा प्रमोसन चाहिँदो रहेछ क्या त्यो भएको कारणले चाहिँ स्टेप बाई स्टेप बढ्दा बढ्दा यहाँसम्म आउँदा स्ट्रगल भन्ने कुरा धेरै गरियो हैन एउटा कुरा हजुरलाई म के सुन्न चाहेको हजुर तपाईले झन्डै अब तपाईँ घरदेखि आउनुभयो हैन घरदेखि आइसकेपछिको टाइममा अब कति जति टाइममा तपाईँले यसो भाँडा धुने अब सफाइ गर्ने हैन होटलमा अहिलेको अब केटाहरूलाई अब हैन काम गर्नु गयो भनेपछि त्यसले चाहिँ अब त्यसले यो बुझेको हुन्छ कि म हेल्परमा गर्दिनँ हैन भाँडा धुन्न मलाई अब कम सेलेरी छ हैन टोटल भन्ने कुरा त्यतिखेर के दियो भनेपछि तपाईँ काम गर्नुभएको चाहिँ तपाईँलाई कसैले सोध्दैन के तपाईँलाई अगाडि बढाउने कसैले सोध्दैन तपाईँलाई त्यहीँको त्यहीँ गाड्ने त्यही काम गर्ने त्यो यो होइन कि कोही मान्छे आउँछ हात समातिदिने तपाईँको कटिङ गराए अनि ठिकै छ हैन त्यो चाहिँ केटाहरूले चाहिँ आउन सक्नुहुन्छ तपाईँले कन्ट्याक्ट गर्न सक्नुहुन्छ हाम्रो भाइको भिडियो मार्फत अगर तपाईँले हेर्नुभएको छ भनेपछि कुनै मान्छेले कोही भाइहरूले कोही बहिनीहरूले पनि हैन हाम्रोमा आउन भाइलाई कन्ट्याक्ट गर्नु होला र भाइ मार्फत म कन्ट्याक्ट गर्न चाहन्छु कोही मान्छे आयो अब म हजुरसँग काम सिक्छु भन्ने अवस्थामा कोही आयो अनि त्यसलाई बाहिर जानु छ अब कुनै विदेशको कुनै पनि कन्ट्रीमा जानु छ अब होटल लाइनमा जान चाहन्छु म होटलमा काम सिकेर जान्छु जस्तै अब डकुमेन्ट खोज्छ नि त त्यहाँ होइन प्रुफहरू खोज्छ अब तिम्रो होटलमा कति सालको एक्सपिरियन्स छ होइन भनेर सोध्छ त्यो कारणले गर्दा अब तपाईँसँग आएर त्यो कति महिना जति अब हजुरसँगको अवस्थामा काम सिकिसकेपछि कति महिना पछि डकुमेन्ट त्यो मान्छेलाई मिल्न सक्छ या सक्दैन हामीसँग के भन्न चाहन्छु भनेपछि अगर कुनै हाम्रो भाइहरू आउन चाहनुहुन्छ हैन कुनै भाइहरू अगर म काम सिकेर
आफ्नो नेपालमा केही गर्न चाहन्छ कतिजनाले होइन हामीसँग काम सिकेर जापानमा पनि छन् होइन दुबईमा छन् मलेसियामा पनि छन् होइन धेरै अब अहिले भिडियोको मार्फत अब हामीले यसो कुरा गर्दाखेरि धाग लगाएको होला यसले यतिकै भन्न पनि सक्छ होइन 15-16 सालको एक्सपिरियन्समा धेरैजनाहरू आए धेरैजनालाई होइन तपाईँको जापान गएका पनि भाइहरू छन् 4-5 जना भाइहरू म कुरा गराउन सक्छु नाम पनि लिन सक्छु उनीहरूको होइन कतारमा पनि छन् अनि दुबईमा पनि छन् होइन हामीले काम सिकाएका केटाहरू छन् हामीसँग काम सिकाएका हामी त के हो भने चाहिँ एउटा जरिया हो हामी एउटा म आफैलाई आफू म बहुत ठुलो सेप पनि भन्दिनँ म पनि कुनै ठाउँमा गएर फेल हुन सक्छु होइन तपाईँ अगर कुनै चिजमा तपाईँ कुनै उसमा अगर कन्टेन्ट कोही चिजमा तपाईँले भिडियो बनाउने भन्न चाहनुहुन्छ भने चाहिँ हामी फेरि आउनेछौँ अझै पनि अब कुनै नलेज चाहियो हामीलाई फेरि पनि ल्याउनुहोस् भन्नुभयो भने हजुर तपाईँले कमेन्टमा भन्न सक्नुहुन्छ हामीलाई उहाँको चाहियो होइन अब अझै हामी सिक्न चाहन्छौँ अझै उहाँको बारेमा बुझ्न चाहनुहुन्छ कहाँ काम गर्नुहुन्छ कुन होटलमा काम गर्नुहुन्छ त्यो देखाउनु भन्नुहुन्छ भने फेरि पनि हामी तपाईँसँग त्यो टाइम मिलाएर आउनेछौँ तपाईँहरूले लाइक सेयर गर्नु होला होइन कमेन्ट गर्नु होला आफूलाई जिज्ञासा लागेको मनमा कुराहरू त्यो कमेन्टमा छोडिदिनु होला हामी अवश्य त्यो भ्युज गर्नेछ होइन हेर्नेछ अहिलेको लागि हामी छुट्टिन्छौँ हस्त बाई होइन जय नेपाल।